केकी अधिकारी, विपिन कार्की, गरिमा शर्मा लगायतका कलाकारहरूको एकदमै बेजोड अभिनय रहेको चलचित्र काजी, जो हिजोबाट हलमा रिलिजमा आइसकेको थियो, जुन मितज्यूसँग क्ल्यास पनि भएको थियो। सो यो चलचित्र आज मात्रै हेर्ने अवसर पाएको छु मैले, एकदमै मजा आएको छ। सबैभन्दा पहिले कुराकानी गरौँ यही स्टोरीको बारेमा, जुन बुढा र बुढीको प्रेम सम्बन्धलाई देखाउने प्रयास गरिएको छ। बुढा र बुढीको प्रेम सम्बन्ध कस्तो हुनुपर्छ, विशेष गरेर बिहे गरिसके पछाडि बुढाले बुढीलाई कसरी माया गर्नुपर्छ र बुढीले बुढालाई कसरी माया गर्नुपर्छ भन्ने विषयमा अडियन्सको ध्यान केन्द्रित गरिएको छ। अनि यो दुनियाँमा अहिले यति धेरै माया गर्ने पति पत्नी सायद भेट्न मुस्किल पर्छ। को होला र? तपाईँ आफ्नो श्रीमती या प्रेमिकालाई कति माया गर्नुहुन्छ, अथवा तपाईँ आफ्नो प्रेमी या श्रीमानलाई कति माया गर्नुहुन्छ, त्यो कुरा कमेन्टमा लेख्नु होला। अनि विपिन र केकीलाई भने श्रीमान श्रीमतीको रूपमा देखिएको छ, गरिमा शर्मालाई विपिनको साली, केकीको बहिनीको रूपमा देखिएको छ। विपिन कार्कीको बाउआमा हुँदैन, विपिन कार्की विशेष गरेर टुरो हुन्छ भन्दा फरक पर्दैन, र उसलाई आफ्नो श्रीमतीलाई कति माया गर्नुपर्छ भन्ने एकदमै धेरै ज्ञान हुन्छ। सो एकदमै धेरै माया गर्ने श्रीमान श्रीमतीको बारेमा देखाउने प्रयास गरिएको छ। विशेष गरेर यो चलचित्र हेर्ने हो भने तपाईँ प्रेमी प्रेमिका बसेर हेर्न सक्नुहुन्छ, अथवा श्रीमान श्रीमती बसेर हेर्दा एकदमै मजा आउनेवाला छ। यदि तपाईँले यो चलचित्र श्रीमान श्रीमती सँगै बसेर अथवा प्रेमी प्रेमिका सँगै बसेर हेर्नु भयो भने तपाईँहरू बिचमा जति माया छ त्यो माया अझै पनि बढेर जानेछ, यसको म ग्यारेन्टी लिन्छु। अनि कलाकारहरूको अभिनयको कुरा गर्ने भने डेफिनेटली पनि धेरै बवाल रहेको छ, किनभने विपिन कार्की, केकी अधिकारी इज नट अ जोक एक्ट्रेस होइन। सो एकदमै राम्रो एक्टिङ रहेको छ हरेक कलाकारहरूको, नट ओन्ली विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, नट अल कलाकारहरूको सबैभन्दा राम्रो पक्ष भनेकै एकदमै राम्रो अभिनय गरेका छन् साथीहरूले। त्यस्तै गरी यो चलचित्रमा प्रयोग भएका गीतहरू ठिकठाक क्याटेगोरीमा राख्न चाहन्छु। धेरै राम्रो पनि नभनौँ, एकदमै एभरेजमा रहेका छन्, मन छुने नै रहेका छन् गीतहरू पनि। अनि बिजिएमहरू अनि देखाइएका ती दृश्य सिनहरू एकदमै राम्रो छ। अनि निर्देशकले पनि सायद राम्रो काम गर्नुभएको छ। यो जनरको फिल्ममा जसरी क्यामेरा फ्रेमिङ चलाइएको छ, जसरी क्यामेरा मुभिङ चलाइएको छ, त्यो एकदमै बेटर चलाइएको छ। त्यति धेरै ट्विस्ट त देख्न सकिँदैन यो चलचित्रमा, तर नर्मल्ली कमनली रूपमा हेर्ने हो भने यो चलचित्रको स्टोरीमै मात्रै बग्ने हो भने, स्टोरी वाइजकै मात्रै कुरा गर्ने हो भने यो चलचित्र एकदमै उत्कृष्ट बनेको छ। तर विपिन कार्की, केकी अधिकारी जतिको कलाकारहरू राखेर बनाइएको चलचित्रमा अलिकति गुनासो गर्ने ठाउँ पनि छ यो यसमा। मैले अलिक बढी नै गुनासो गरेको कुरा के हो भने यो चलचित्रको स्क्रिन प्ले एकदमै स्लो छ। यो चलचित्र अलिकति बढी लेन्दी भएको हो कि भन्ने फिल भएको छ। कतिपय ठाउँमा अलिकति बढी नै ढिलो चलेको अनुभव भएको छ। कतिपय सिनहरू, कतिपय क्लिपहरू, कतिपय डायलगहरू यो ठाउँमा नभएको भए बेटरै हुन्थ्यो भन्ने खालका पनि छन् कतिपय ठाउँमा। सो अलिकति ढिलो बगिरहेको हो कि यसको कथा भन्ने मैले फिल गरेको छु। अनि यो चलचित्रको ओभरअल्ली पक्षमा हेर्ने हो भने नाइस चलचित्र भन्न रुचाउँछु मैले धेरै केही भन्न सकिनँ यो चलचित्रको बारेमा। तपाईँहरू हेर्न सक्नुहुनेछ। तपाईँहरूको पैसा असुल हुनेछ यदि ठुलो खर्च नगर्ने हो भने। पपकर्न, कफी लगायतका महँगा चिजहरूमा यदि ठुलो खर्च नगर्ने हो भने तपाईँहरूको पैसा डेफिनेटली असुल हुनेछ। अनि तपाईँहरूलाई एकचोटि हेर्न सजेसन दिन्छु। विशेष गरेर तपाईँले आफ्नो फ्यामिलीसँग बसेर अनि आफ्नो प्रेमी या प्रेमिका अथवा श्रीमान श्रीमतीसँगै बसेर हेर्नु होला। यो तपाईँहरूलाई सजेसन दिन चाहन्छु म। बाँकी कुराहरू एकदमै बवाल छ। यो चलचित्रलाई मैले रेटिङ दिनुपर्दा 5 मा 3 स्टार दिन चाहन्छु। सो त्योभन्दा बढी अलिकति मनले मानेन, चलचित्र लेन्दी भएको कारणले गर्दाखेरि। बाँकी ओभरअल्ली तपाईँले चलचित्र हेर्न सक्नुहुनेछ। सो अर्को भिडियोमा भेट हुने नै छ। नेपाल आमाको जय।